जाब 100 रुपियाँले एक हप्ता म्यानेज कसरी? ओके, हेलो एभ्रिवान, वेलकम टु डे 24 अफ 90 डेज च्यालेन्ज। बिहान 5 बजीतिर लागे म कलेजतिर। कोर्स टाइमै सघाउने भएर आजकल दिनमा 6 पिरियड हुन्छ। बिहान 6 बजीदेखि बेलुका 4 बजीसम्म। बिहान फर्स्ट क्लास मेरो धेरै जस्तो लेट नै हुन्छ। जति चाँडो उठेर रेडी भए पनि अन्तिममा म 5-10 मिनट लेटै पुगेर आउँछु। हिजो फ्लोमा गएर म टपिकबाट बाहिर गएछु। सो लेट्स कन्टिन्यू माई जर्नी आफ्टर एससी। त्यो मसँग भएको 30,000बाट 15,000 5 महिनाको लागि रुम रेन्टै भयो। अनि 10,000ले कलेज ड्रेस अनि कलेजको लागि एसेसरिजहरू। बाँकी 5,000 पनि गाडी भाडा खाजा खर्च यताउति गर्दै सकियो। यो सहरमा खर्च गर्ने बाटो धेरै छन् तर बचाउने एकदम कम। एज अ स्टुडेन्ट भइसकेपछि घरमै निर्भर हुनु पर्थ्यो पकेट खर्चको लागि पनि। तर मलाई घरमा पैसा पठाइदिनु भन्न एकदम अप्ठ्यारो लाग्थ्यो, किनभने आफ्नै करले काठमाडौँ आए मनले मान्दैन थियो घरमा खर्च पठाइदिनु भनेर भन्नको लागि। एउटा मोमेन्ट यस्तो पनि आएको थियो जब खल्तीमा जम्मा 100 रुपियाँ थियो अनि त्यसले एक हप्ता चलाए। अहिले त्यो कुरा सम्झँदा आई थिङ्क हाउ आई डिड इट। तर मैले नमागे पनि घरबाट आफै बुझेर हालिदिनुहुन्थ्यो। मलाई थाहा छ त्यो जर्नी सजिलो थिएन अनि अहिले पनि जर्नी सजिलो छैन, तर कहिलेसम्म चाहिँ हुने हो यो। आई रिपिट इट वान्स, यो जर्नी मेरो मात्र होइन, इट्स द जर्नी अफ एभ्री सिङ्गल मिडल क्लास फ्यामिली। हिजो गाह्रो थियो होला, आज पनि गाह्रो हुनेछ र भोलि पनि गाह्रो होला, तर एक दिन यस्तो आउँछ जब लाग्नेछ आफ्टर दिस 1000 of struggle finally I made it. If this hit you even once, do like the video and subscribe the channel. This is for today, time to do it again tomorrow.